हेलो गाइज, दर्शक नमस्ते। सबैजना सन्चै हुनुहुन्छ भन्ने पूर्ण आशा राखेको छु। आज एक फ्राइड राइस बनाम है त। कराईमा तेल हालेर मजाले सेटिङ गर्ने। हल्का गार्लिक हालेर ब्राउन कलरको गराउने यसलाई। अनि आफूलाई चाहिएको जति अन्डा, अनि भेजिटेबल चाहिँ बेबीकर्न, अस्परगास, बिन्स, क्यारेट युज गरेको छु मैले। हजुरले जे पनि हाल्न सक्नुहुन्छ यसमा। अनि यसपछि टेस्ट अनुसार नुन, अरोमेट अनि हल्का लाइट सोया हालेर यसलाई मजाले मिक्स गर्ने। मैले चाहिँ जस्मिन राइस युज गरेको छु है। हजुरहरूले बासमती राइसमा बनाउँदा पनि हुन्छ, पुन्नी राइसमा बनाउँदा पनि हुन्छ है त। अनि म चाहिँ स्प्रिङ अनियन हालेर मजाले मिक्स गर्छु। अनि गार्निसको लागि चाहिँ स्प्रिङ अनियन, फ्राई गार्लिक अनि अलिकति माइक्रोग्रेन पनि राखिदिन्छु म। अनि हजुरहरूलाई मेरो भिडियो चाहिँ कस्तो लाग्यो लाइक, कमेन्ट, सेयर गर्न नबिर्सिनु होला। केही सल्लाह सुझाव पनि दिनुहोस् है त।